ओ दाजु नमस्कार। के छ? नमस्कार, ठिकै छ दाजु, हो नि आरामै हुनुहुन्छ? ल तिम्रो दोकानमा एकजोडी राम्रो जुत्ता देखाउ त सबैभन्दा राम्रो कुन चाहिँ दिनुमा अहिले जुत्ताहरू त धेरै आएको छ तर दाजु यो एक नम्बर जुत्ता आएको छ टिबिटेलको राम्रो क्वालिटीको फिनिसिङ पनि राम्रो छ यसको डिटेल राम्रो लागेको छ यसो राम्रो छ राम्रो छ एकदम कति पर्ने सबैभन्दा राम्रो यो तिम्रो दोकानमा सबैभन्दा एकदम अहिले आएको मध्येमा एकदम राम्रो जुत्ता हो यो टिकाउमा पनि फिनिसिङमा लुक्समा पनि राम्रो जुत्ता छ दाजुलाई दामी देखाइ दाजुलाई कति नम्बर लाग्छ 43 अब ठ्याक्कै कति दाजु पर्ने हो यो यो अरूलाई हो भने चाहिँ हामीले 6000 मा दिइरहेको छौँ दाजुलाई 4500 मात्रै फुल डिस्काउन्ट सहित डिस्काउन्ट हुँदैन अझै कम्ती हुँदैन दाजु त्यहाँ मैले एकदम 5% मात्रै राखेर दिएको छु सानो भाइ होइन सानो भाइ हो ठिकै छ भाइ चुनाव आउँदै चाहिँ लाग्नुपर्छ है ल मेरो प्याकिङ गरिदिनु भाइ एउटा झोला ल्याउ त ल दाजु अब चुनाव आउँदैछ तपाईँहरू नै हो अगाडि बढ्ने देश बनाउनु पर्छ दाजु। देश बनाउनु देश बिग्रिसक्यो, देश बनाउनु पर्छ दाजु। भाइ पैसा चाहिँ म भोलि केटालाई पठाइदिन्छु ल ल दाजु हो र हो नि ह्याट भइहाल्छ नि एउटा नभएको बेलामा ह्याट भइहाल्छ नि दाजुभाइ ल ल लाग्यो है म दिवाली नि दाजुले बाँकी दिएको हो। बाँकी होइन छुट्टै दिनु नेताले तिर्छ अब। होइन दिनुहुन्छ उहाँ कसरी दिनुहुन्छ? उहाँ हाम्रै गाउँको मान्छे हो राम्रो मान्छे हो त्यो छुट्टै नेता हो, यो छुट्टै नेता। छुट्टै नेताले तिर्छ बाँकी? तिर्छ 100% तिर्छ भाइ टेन्सन नलिनु कसरी तिर्छ बाँकी? कसरी तिर्छ त्यो छुट्टै नेताले बाँकी? कति दुनियाँको खाएर हिँडेको छ, हाम्रो तिर्छ त्यसले? 4500को गएन जुत्ता? तिर्छ 100% तिर्छ कसरी तिर्छ? मैले एउटा 7 नम्बर एउटा 9 नम्बर दिएको छु भोलि नै आउँछ बिहानै हेर्न 6:30 मै आउँछ भोलि बिहान लौ जा